बुबा प्रशान्त तामाङलाई अन्तिम विदाई गर्दा भावविहील बनिन् 3 वर्षीय छोरी आर्या। श्रीमती पनि सम्हालिन सकिनन्। दर्शकबिन गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पणका क्रममा देखिएको एउटा दृश्यले उपस्थित सबैको आँखामा आँसु ल्याएको छ। त्यो दृश्य यस्तो थियो जसले कठोर मन भएका मानिसको आँखामा पनि आँसु लिएर आउन बाध्य बनाउँछ। बागडोगरा विमानस्थलमा पार्थिव शरीर ल्याइएपछि श्रद्धाञ्जली दिन आफन्त, कलाकार, शुभेच्छुक र हजारौं प्रशंसकहरूको ठूलो भिड जम्मा भएको थियो। वातावरण शोक, मौनता र पीडाले भरिएको थियो। तर सबैभन्दा भावुक क्षण तब आयो जब प्रशान्त तामाङकी नाबालिग छोरीले आफ्ना बाबुको पार्थिव शरीरमा फूल चढाउँदै अन्तिम विदाई गरे। अझै बाबुको अर्थ, जीवन र सधैँका लागि भएको विछोडको गहिराई पूर्ण रूपमा बुझ्न नसक्ने उमेरकी छोरीको कापिरहेको हात, आँसुले भरिएको आँखा र शब्दविहीन पीडाले त्यहाँ उपस्थित सबैको मन चिरिएको थियो। त्यो दृश्य देखेर आँखा रसाउन नसक्ने कोही रहेनन्। सिङ्गो वातावरण एकाएक गहिरो शोकमा डुब्यो। आफ्नो करियर भन्दा पनि परिवार, विशेष गरी छोरीलाई अत्यन्तै माया गर्ने प्रशान्त तामाङ अब सधैँका लागि यो संसार छाडेर गएका छन्। 7 वर्ष लामो प्रेम सम्बन्धपछि विवाह गरेका उनले आफ्नी जीवनसाथी मार्था एलेले तामाङलाई असह्य पीडा सहित एक्लो बनाएका छन्। पति गुमाउनुको पीडा सहँदै छोरीको आँसु पुस्दै अन्तिम विदाईमा उभिएकी मार्थाको मौन वेदनाले पनि उपस्थित सबैलाई भावुक बनायो। श्रद्धाञ्जली स्थलमा कलाकारदेखि साधारण प्रशंसकसम्म सबैले प्रशान्त तामाङलाई केवल एक सफल कलाकारका रूपमा मात्र होइन, एक जिम्मेवार पिता, समर्पित पति र सरल मनका असल मान्छेका रूपमा सम्झिए। छोरीसँग बिताएका उनका पल, परिवार प्रतिको गहिरो माया र जीवनका सङ्घर्षहरू सम्झिँदै वातावरण झनै भावुक बन्दै गयो। छोरीले चढाएको त्यो अन्तिम फूलसँगै प्रशान्त तामाङको भौतिक जीवन यात्रा त समाप्त भयो, तर उनका स्वर, उनका गीत, उनका अभिनय र परिवार प्रतिको प्रेम कहिल्यै समाप्त हुने छैन। सिङ्गो सङ्गीत र कला क्षेत्रले आज केवल एक प्रिय कलाकार मात्र होइन, एक असल मानिस र माया बाँड्न जान्ने पिता गुमाएको छ। प्रशान्त तामाङ सधैँ उनका स्वर र सम्झनामा जीवित रहनेछन्।